आज म तपाईहरुलाई यो मेसिन कसरी चलाउँछ सिकाउन जान्दैछु। किन भन्दाखेरि हामी जस्ता धेरै जस्तो मान्छेहरू पसलमा सामान किन्न जान्छ। सामान किनिसकेपछि त्यसलाई नाप्छ, पसलको मान्छेले नापेपछि तपाईको 1 किलो भन्दा अलिक बढी भयो, यति पैसा भयो भन्छ अनि हामीले दिएर आउँछ। तर त्यसमा कति पैसा उठेको छ त्यो चाहिँ हामीले हेर्दैन। त्यसकारणले आज म तपाईहरुलाई यसको पैसा कसरी उठ्छ म तपाईलाई देखाउन जान्दैछु। 1 किलो भन्दा बढी भयो भने पैसा कति उठ्छ, 1 किलो भन्दा कम भन्दा कसरी उठ्छ, पैसा कसरी यसमा देखाउँछ त्यो तपाईहरुलाई आज देखाउन जान्दैछु, हेर्नु होला। तपाईहरुलाई सिकाउनको लागि मैले यता चामल 1 किलो प्लास्टिकमा यसरी हालेको छु। अब यसलाई कसरी ओजन गर्छ म देखाउने छु, हेर्नु होला। सबैभन्दा पहिला यसलाई यसरी अन गरिन्छ। अब 1 किलो चामलको 80 रुपैयाँ हो भने यसरी यता 80 टाइप गर्ने। 80 टाइप गरेपछि यसरी यता यो राखिदिने। राखेपछि चामल चाहिँ यता वेट देखायो, हेर्नु होला। म नजिकबाट देखाउँछु। यहाँ चाहिँ 1 किलो 1 देखाछ। यहाँ चाहिँ 1 किलो देखाछ। यता चाहिँ किलो देखाउँछ भने यता चाहिँ युनिट प्राइस। अब चामलको 80 रुपैयाँ केजी गरेर मैले यता अहिले गरेको छु, त्यो देखाइरहेछ। अनि यता नि 80, 1 किलो चामलको 80 भने यता पनि 80 देखाछ अहिले। किन भन्दाखेरि 1 किलो मात्रै छ। अब 1 किलो भन्दा बढी भयो भने अब यता बढ्दै जान्छ यसरी पैसा। म तपाईलाई देखाउँछु। त्यसको लागि मैले बाटीमा चामल लिएर छु। अब यो चामल यसरी प्लास्टिकमा हेर्नुहोस् 1 किलो भन्दा बढी भए अनि यसरी पैसा पनि बढी हुँदै जाँदैछ। अब यसरी अब हेर्नुहोस् यता 1.5 किलो चामल 1.5 किलो भयो। 1.5 किलो चामलको 120 रुपैयाँ। अनि यता 80 रुपैयाँ जुन चाहिँ लगाइराखेको थियो त्यो 80 रुपैयाँ यसको चामलको रेट चाहिँ 80 रुपैयाँ हो 1 केजीको। अनि 1 केजीको 80 रुपैयाँ देखाइराखेको छ। अनि 1.5 किलोको यहाँ यसरी 120 रुपैयाँ यता देखाएको छ। यसरी हामीले पसलमा जाँदाखेरि हामीले यसमा हेर्नुपर्ने हुन्छ कि कति पैसा उठेको छ भनेर यसमा हेर्नुपर्ने हुन्छ। अनि यसमा पनि हेर्नु होला कि हाम्रो कति 1.5 किलो छ कि 2 किलो छ कि केही पनि सामान किन्दाखेरि यसमा हेर्नु होला। अनि यसमा चाहिँ पैसा हेर्नु होला, प्राइस कति छ भनेर यसमा चाहिँ हेर्नु होला। तपाईलाई म नजिकबाट देखाइदिन्छु। यसको पछाडिपट्टि पनि यसको यो पछाडिपट्टि पनि हुन्छ। दुवैपट्टि हुन्छ, यसरी दुवैपट्टि हुन्छ। तपाईले सिक्नु भयो होला। अब कसरी पसलमा सामान किन्न जाँदा चाहिँ हामीले कसरी पैसा हेर्ने भनेर यसरी नै हेर्नु होला।